ए दिदी खाना ल्याइदिएको छु होइन यहाँ अचार छ हो अनि यहाँ अर्को सुप छ खानु करेला आलुको सब्जी छ लु खानु त दिदी कस्तो भएछ हामी आज चाहिँ खोइ कस्तो भयो नि हो अब मैले चाखेको छुइनँ तपाईँ हो फर्स्ट खाने किन सो गरेर खुम्च्याउनु भयो त अनुहार दिदी अस्ति एक दिन के मिठो भनेर मैले टिकटकमा यो मात्रै गरिदिएको थिएँ मिठो भएन त खाइ नसक्नु मान्छेले त केही भन्नु पो ए यस्तो पकाएर चाहिँ मलाई नबोलाउनु हुन्छ नबोलाउनु ल फेरिदेखि दिदी एउटा कुरा राम्ररी भन्छु आज कान खोलेर सुन्नु तपाईलाई जहिले मिठो मिठो मसिनो बनायो अनि ए दिदी भनौँ आमाले पनि ए मेरो छोरी थिए बोलाइदिए हुन्थ्यो नि भन्नुहुन्छ होला भनेर जहिले आउनुहुन्छ अब्जस दिनुहुन्छ उयो मेरो ढोका नि अगाडिको ढोका सधैँको लागि बन्द होला नि माइत आउनलाई बुझ्नुभयो नि अनि त्यहाँदेखि टिकटक बनाए बुहारीलाई यसो गर्नु हुँदैन उसो गर्नु हुँदैन भनेर बनाए टिकटकमा भ्यूको लागि अनि अब फर्कामान गरेछ आएर यो दैलो बन्द भयो भने नि त्यहाँदेखि तपाईँ फेरि अर्को पालि आएर मलाई यस्तो एब्युज गरी हेर्नु त म 911 कल गरेर नि तपाईँलाई म यो मेन्टल एब्युजको उयो लगाइदिएर तपाईँलाई सधैँको लागि बन्द गरिदिन्छु ढोका बुझ्नुभयो नि अलिकति दिमाग लाउनु त दिदी मैले मिठो मसिनो जस्तो भयो नि माइत आउँदा मान्छेलाई मिठो हुन्छ मिठो मानेर खानु र कस्तो जहिले तपाईँको दिमाग कहिले घुम्दैन दिदी यस्तो हुँदो रहेछ भन्ने कान्छी आइएम सो सरी कि खासै हुन्छ नि यो मिठै पनि छ होइन मिठो छ मलाई चाहिँ कति ठुलो मलाई रियलाइज पनि छ होइन कति मिठो पनि छ मैले खासै तिमीलाई चाहिँ मैले चाहिँ कति कुरा चाहिँ जानी टर्चर पनि दिइरहेको छु मैले नगर्ने काम होइन मैले नजाने कुरा काम पनि म गरिरहेको छु मलाई रियलाइज पनि भयो होइन तर नि चाहिँ मेरो साह्रै ठुलो गल्ती हो साँच्ची हो मैले तिमीलाई पाप गरेको साह्रै ठुलो पाप गरेको साँच्ची हो रियलाइज गर्नुभयो नि आइएम ह्याप्पी फर द्याट वान होइन तपाईँका पनि चेलीहरू आउँछन् घरमा त्यसरी अब्जस दिँदाखेरि मलाई पनि कस्तो हुन्छ